22 23 24 25 8 तो लास्ट मध्ये हेरेन 29 30 भाग छैन 30 हान्यो बाँकी छैन ल गाइज हामी चाहिँ स्विमिङ गर्न जान लाग्यो होइन यो हाम्रो एउटा साथी छ यो राइडर चिनिरहेको छ होला सबैले यहाँ भरतपुरदेखि आफ्नो अर्को साथीहरू दुईजना ल गाइज स्विमिङ गर्न बाटोमा छौँ हामी अहिले यहाँ स्विमिङ सुट किनिसकेको छौँ यहाँ झोलामा छ ल गाइज आइयो हामी यहाँ स्विमिङ खेल्ने ठाउँमा आइयो अब ठ्याक्क अब यहाँ हाम्रो पार्किङ स्टार्ट हुँदैछ हामी चारजना मिलेर अब यहाँ स्विमिङमा धमाका मचाउनु पर्छ गाइज डेन्जर बस्ती राख्यो किपर यहाँ किपरको कुरा हुँदैछ यहाँ हकीको कुरा हुँदैछ स्विमिङ पुल चाहिँ यही हो है पुल दामी छ खासै मान्छे रहन्छ नि हेर्नु ल हाम्रो पेमेन्ट भयो यही हो टिकटको चाबी ए लकरमा नराख्ने हुन्छ ल ल गाइज यहाँ चाहिँ आज स्कुलको भुराहरू आउने भएर यहाँ अलि नेम चेन्ज भएको रहेछ ल जाऊँ ल अब हल्का स्विमिङ सुट लाउनु पऱ्यो अनि स्टार्ट गर्नु पऱ्यो हाम्रो स्विमिङ दामी छ पुल चाहिँ सफा छ अहिले त 9 फुट 10 फुटसम्म हो माथिसम्म रहेछ त पानी त यहाँ चाहिँ 10 फुट छ अनि यहाँसम्म 10 फुट 9 फुट 8 फुट दामी छ ठाउँ गइरहेको छ पुल यहीँ मैले स्विमिङ सिकायो यसले पनि यहीँ सिकायो ल हामीले अहिले कस्ट्युम यहाँ लकरमा छिर्न लाग्छौँ अब कस्ट्युम चेन्ज गरेर आउँछौँ हाम्रो हिरोहरू त्यहाँ गइसके त्यहाँ डाइभको लागि रेडी भएर बस्यो नि ल डाइभ एउटा दामी डाइभ हानिदिन्छ नि तिनीहरूले अब ओ सिधै 8 फिट 9 फिट 10 फिटमा गर्छन् डाइरेक्ट तिनीहरू यहाँ क्रेजी एउटा कुरा गर्न लाग्छौँ त्यो भनेको चाहिँ हामी यहाँ 1 2 3 4 5 6 7 जनाले चाहिँ यहाँ को चाँडो त्यहाँ उता पल्लोसम्म त्यहाँ 4 फिटसम्म निक्लिने भन्ने कुरा छ ल भित्तामा होइन 4 फिटसम्म यसको नाममा एउटा रेड बुल है अनि खुट्टाले छोरा निक्लिनु पऱ्यो है भुइँलाई ल ऊ चाहिँ क्यामेराम्यान हाम्रो ल ठ्याक्क तिमी यस्तोमा हिँड है हामीलाई जम्प हानेदेखि यस्तोमा हिँड्दै जाउँ नलड है ल रेडी 1 2 3 पुसअप हान ल कति हान्नु पर्यो भन्नु हान तैँले जति सक्छस् तेरो पिआर म्याक्स पिआर ल 20 त पालै पाला हामी यहाँ सबैले पुसअप गर्ने कम्पिटिसन छ ल कल धेरै हान्ने ल तैँले कति हान्छस् मैले त थाहा छैन हानेपछि थाहा हुन्छ तैँले जति हान्न पुसअप गर्नेलाई के जसले धेरै पुसअप गर्छ त्यसलाई यसको तर्फबाट एउटा कम्प्लिमेन्ट्री आउँछ के आउँछ कम्प्लिमेन्ट ल भन ल यो आउँछ एउटा भन्न ल चाँडो एउटा फ्री हो ल ल एउटा बियर फ्री ल यसलाई त अघि नै फ्री हो ल ल ल चाँडो ल हान ल ल हान ल रेस्ट टाइममा यहाँ पुसअप कन्डिसन भइरह ल 1 2 3 4 5 6 मलाई धेरै हालिदिन्छु 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 21 22 23 24 25 25 ल तैँले त बजाउनु सक्दैन ट्राई त गर्दैन सक्छ ल हाम्रो अर्को हुनार ल जति सक्छ त्यति 1 2 3 4 5 5 ल 4 6 7 8 9 10 11 12 13 14 14 ल 15 15 ल म हान के हजुर ल ल ल ल कति हान्नु पर्यो मैले 25 काटा ल हाने थियो अलिक बिहान तर दुईचोटि म त भाइ यो कति वर्ष पछि हानेको मैले त्यसपछि नै हाने यार
15 त बेला धेरै भयो 4 5 6 अलि तल जान 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 खै भिडियो भएर जस्तो लाग्छ मैले त हेरेको छैन 29 30 कोही भएको छैन 30 हान्यो बाँकी छैन हुन्छ भइरहेको भिडियो हेरेन हानेर 30 मात्रै हानेर साला हान्न अब नि ब्याक फ्लिप हान्ने चाहिँ तर क्यामेरा देखाउने मान्छे भएनन् के ल ल ल हाम्रो अर्को क्यामेरा यहाँ देखाउने ल ल है भयो ल भयो होइन दामी हान्दो रहेछ स्विमिङ गऱ्यौँ अनि फेरि लास्ट गर्मी चितवनमा एकदम गर्मी भएर अब स्विमिङ गरेर पनि हाम्रो गर्मी नमेटेपछि यता सौराको यहाँ ड्याम साइडतिर आऊँ चिसो हावामा ठ्याक्क चिसो हावामा बस्नु पऱ्यो ऊ साथीहरू पछाडि आइरह न हामी यहाँ छौँ ल ड्याम साइड पुग्न लाग्छौँ ल ए चितवन बसिसकेपछि कहाँ जाऊँ भनेपछि जहिले सौरै हो कहाँ जाने सौरा जाने कहाँ जाने स्विमिङ जाने त्यसपछि कहाँ जाने सौरा जाने लगाइज हामी चाहिँ ठ्याक्क स्विमिङ गऱ्यौँ अनि अब यहाँ ड्याम साइडमा ड्याम साइडमा बसेर अनि अब ठ्याक्क यहाँ हावासावा खायौँ एकछिन होइन लास्ट गर्मी चितवनमा अब यहाँ सौराको ड्याम साइडमा पनि बस्यौँ अब यसो सौराको भित्रतिर अब घुम्न जानु पऱ्यो होइन